जे कुरामा पनि पत्याइहाल्यो होइन त। धेरै सुन्यौ स्विजरल्यान्ड बनाउने भाषण, धेरै सुन्यौ सिङ्गापुर बनाउने भाषण, धेरै सुन्यौ परिवर्तनको भाषण, धेरै खाए डिजिटल केरा, तर वास्तविकता जहिले पनि उल्टो हुन्छ। नेपाललाई यो बनाउँछु त्यो बनाउँछु भनेर धेरै पटक ब्रेन वाश गरे। हामी पनि सोच्न थाल्यौ नयाँ मान्छे आउँछ अब त देश स्विजरल्यान्ड बन्छ। तिनीहरूले बोल्ने स्विजरल्यान्डको भाषणले हामीलाई पनि आहा लाग्न थाल्छ। के साँच्चै नै नेपाल उनीहरूले भनेको जस्तै स्विजरल्यान्ड बनाउन सजिलो छ र? आउनुहोस् यो भिडियोमा हामी तथ्यमा आधारित रहेर कुरा गरौँ। सुरुमा कुरा गरौँ प्रति व्यक्ति आयको। स्विजरल्यान्डको प्रति व्यक्ति आय 1 लाख अमेरिकी डलर छ, जुन कुरा नेपालको भन्दा 60 देखि 70 गुणा बढी हो। जीडीपीकै आधारले हेर्नु पर्दा 25 गुणाले बढी छ स्विजरल्यान्डको जीडीपी नेपालको भन्दा। कतिको फरक छ हेर्नुहोस् त। भाषण दिने जतिको सजिलो छ त, कहाँ हामी कहाँ स्विजरल्यान्ड। भाषण दिने मान्छेले कहिले नेपालको बारेमा सोचेको जस्तो लाग्छ तपाईलाई? फेरि त्यही कुरामा हामी पनि पत्याइहाल्ने होइन त। भ्रष्टाचार र कानुनको कुरा गर्नु पर्दा स्विजरल्यान्ड दुनियाँको सबैभन्दा सुरक्षित देशमध्ये एउटा हो। स्विजरल्यान्डमा भ्रष्टाचार र अपराध शून्य बराबरको छ। कानुन एकदमै कडा छ। तर जबकि नेपालमा क्राइमको हिसाब नै छैन। एउटा रेप केस 8 वर्षसम्म पनि सल्भ हुन सक्दैन। स्विजरल्यान्ड संसारका सबैभन्दा कम भ्रष्टाचार भएको देशहरूमध्ये एक हो। नेपाल भने ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्ता अरबौंको स्क्यान्डलबाट अझै मुक्त भएको छैन। कहिले सुल्झाउने त्यो केस, कहिले समात्ने ती भ्रष्टाचारीहरूलाई? स्विजरल्यान्ड बनाउने नै हो भने यो एउटा विषयमा गजबले फोकस गर्नै पर्छ, त्यो हो पर्यटन। स्विजरल्यान्डमा वर्षेनी करिब 40 मिलियन भन्दा बढी पर्यटनहरू भित्रिन्छन्, जसबाट अरबौं डलरको आम्दानी हुन्छ। नेपालमा भने जम्मा 16 मिलियन मात्र पर्यटन आउँछ, जुन नेपालको सम्भावनाको तुलनामा अझै धेरै कम छ। जबकि संसारका 10 मध्ये 8 अग्ला हिमाल नेपालमै छ। अर्को विषयको कुरा गर्नुपर्दा शिक्षा र सिप। स्विजरल्यान्डमा विश्वविद्यालय, अनुसन्धान र प्राविधिक शिक्षामा ठूलो लगानी गरिन्छ। सिप भएकाले सजिलै काम पाउँछन्, राम्रो तलबमा काम गर्दै आफ्नै देशमा पढ्ने पनि गर्छन्। जबकि नेपालमा हरेक वर्ष 7 देखि 8 लाख नेपाली रोजगारी र शिक्षाको लागि विदेश जाने गरेका छन्।